माता बन्नको लागि तपाईँले चाहिँ के गर्नुभयो त्यो खुलाइदिनुहोस्। भगवानले जे आदेश दिनुभयो मैले त्यही गरेँ। मेरो इच्छाले, मैले चाहेर, मेरो रहरले मैले केही पनि गरिनँ। जे जति मलाई ब्रह्माण्डबाट एउटा आदेश आयो, एउटा शक्ति आयो, एउटा ज्ञान आयो, एउटा मन्त्र आयो, त्यो ज्ञानलाई मैले सिद्धि गरेँ। त्यो आदेशलाई पालना गरेँ। मैले ध्यान गरेँ, जप गरेँ, मैले होमादि गरेँ। आफ्नो ज्ञान कसरी सिद्धि हुन्छ, भगवानले कसरी सिकाउनु भयो, गुफामा जाऊ भन्नुभयो, गुफामा गरेँ। खोलाको किनारमा बसेर गरेँ। 14 वर्षसम्म तपस्या गर भन्नुभयो, 14 वर्षसम्म तपस्या गरेर आज केही ज्ञान सिद्धि गरेर म माता भएको। त्यसै माता हो, मैले जोड्न खोजेँ यहाँनिर हो। जस्तै तपाईँले 14 वर्ष तपस्या गर्नुभयो नि, एउटा तपाईँको ज्ञान प्राप्त गर्नको लागि 14 वर्ष तपस्या गर्नुभयो। 14 वर्ष तपस्या गरिराख्दाखेरि तपाईँको ज्ञान त हामीलाई सुनाउन मिल्दैन होला, होइन? तर तपाईँले 14 वर्ष तपस्या गरिराख्दाखेरि कतिको कठिनाइ भोग्नु पर्यो अथवा कतिको दुःख कष्टहरू चाहिँ भोग्नु पर्यो? दुःख कष्ट त धेरै भोग्नु पर्यो। किनभनेदेखि मैले 35 दिनसम्म त पानीमा तपस्या गरेँ। 35 दिनसम्म पानीमा तपस्या गरेँ। दुबोको झोल खाएर, बेलपत्र खाएर, अन्न खाइन। एउटा एक सरो कपडामा, मलाई के दिन के रात भन्ने भएन। त्यसमा 35 दिन तपस्या गर्दाखेरि 24 घन्टामा 3 घन्टामा पानीबाट उत्रिन्थेँ। अरू भनेको पानीमै बसेर मैले तपस्या गरेँ। त्यसरी ज्ञान हासिल गरेको हो।